हद नगर्नुहोस् यार, अन्यायको हद। एउटा मान्छेलाई अन्यायको हद नगर्नुहोस्। मार्नुहुन्छ भने मार्नुहोस्, सकिनु कि त्यस्तो आदेश छ। एटिट्युड के हो सर? एउटा कुरा रेस्पेक्टफुल्ली पनि तपाईँले सबै गर्न सक्नुहुन्छ। त्यो एटिट्युड तपाईँले अनुहार पार्नै पर्दैन सर। तपाईँले दुईवटा फुली पढाउनु होला, म प्रधानमन्त्री हुन छोड्दैन यहाँ मान्छे। फुलीको चिन्ता नगर्नुहोस्, देशको चिन्ता गर्नुहोस्। 5 मिनटदेखि 7 मिनट 10 मिनट बुझिदिनुहोस् सर। मैले सही गर्नु पऱ्यो नि, मलाई दिनुहोस् कस्तो अचम्म हेर्नु। एउटा पक्राउ दिनुहोस् न, पक्राउ बुझि लेख्नुहोस् दिनुहोस् न भइगयो त ल दिनुहोस् न। ओके साहब, भोलि कानुनको विरोधी तपाईँ ठोक्नु होला नि त हाम्रो बुदा यस्तो भन्ने हुँदैन नि, म त गइसक्छु नि। मलाई सम्मान गर्छु। पत्र दिनु न, पत्र ए पत्र दिनु न भाइ। ए ल भयो, पत्र दिनुहोस् भइसक्यो त, केही गर्नै परेन त। पत्र दिनुहोस्, लैजानुहोस्। एउटा पत्र त मैले दिनु पऱ्यो नि। पत्रै हुँदा र पत्र दिनु नभइगयो त, विवादै छैन त, म गइहाल्छु। त्यसपछि प्रहरीको न्यूनतम मर्यादा समेत नराखेका यी प्रहरीले रेकर्ड फाइलबाट एउटा खाली कुर्सी निकाले र विवरण तिर्न थाले। जबकि उनलाई कुन कसुर, अदालतको के आदेशमा पक्राउ गर्न आएको हो भन्ने समेत एक्का थिएन। उनी अर्का प्रहरीको सहयोग माग्दै थिए। सहकारी ठाउँ समझेको छु। सहकारी ठाउँ समझेको छु र अन्तत उनीहरूले रवि लामिछानेको विस्तारमै बसेर जरुरी पक्राउ पूर्ति लेखे र रवि लामिछाने थमाए र हस्ताक्षर समेत नगराई हिँड्न लगाए। न्याय दिने जनता छ, केही परीक्षा हो है, चिन्ता नगर नि। कोहीसँग एकजनासँग के भन्न चाहनुहुन्छ? केही भन्न छैन मलाई, जनताले देखेका छन्, बुझेका छन्, आशा छ। लडाइँ लामो हुन्छ भन्ने मलाई थाहा थियो, लड्छु म, केही छैन। आज अदालत पनि सम्मानसँग छोडिदिनु, बाटो छोडिदिनु है, स्लेयर छोड्नु है। यसमा हो पूर्जीमा हस्ताक्षर नै नगराई प्रहरीको गाडीमा राखेपछि रासपाका कार्यवाहक सभापति दिव्य रायले गाडी रोके र पक्राउ पूर्जी देखाउन भने, जहाँ न प्रहरी अधिकारीको हस्ताक्षर थियो न रवि लामिछानेको। त्यसपछि उनीहरूले गाडीमै लामिछानेलाई हस्ताक्षर गराए। त्यसपछि उनीहरूले लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासत कक्षमा गराए। रवि लामिछानेमाथि शुक्रबार साँझ प्रहरीले गरेको व्यवहारलाई